बर्दियामा चाहिँ 11 कक्षाको एक्जाम दिएर बसेको विनिता परियारलाई चाहिँ बाघले आक्रमण गरेर मारेको छ। उनी चाहिँ आफ्नो आमा र हजुरबा अनि हजुरआमासँग जङ्गलमा बाख्रा चराउन गएकी रहेछन्। अनि त्यो बाख्रा चराउने क्रममा चाहिँ नदीमा गएर बाख्राहरूलाई पानी खुवाउँदाखेरि चाहिँ बाघले ढुकेर बसेको रहेछ र त्यति नै बेला उनलाई चाहिँ आफ्नै आमा, हजुरआमा, हजुरबुवाको अगाडि चाहिँ आक्रमण गरेर जङ्गलतिर लिएर गएको रहेछ होइन। अनि अब उहाँको लास त पछि भेट्यो तर त्यति बेलासम्म उहाँको मृत्यु भइसकेको रहेछ। अनि त्यो जङ्गल सामुदायिक जङ्गल जहाँ चाहिँ होइन कुनै पनि बार लगाएको छैन क्या। अनि त्यहाँनिर मान्छे मारेको के अरे जङ्गली जनावरहरूले चाहिँ आक्रमण गरेको कति धेरै न्युजहरू छन्। हामीले सुनेको हामीले नसुनेको धेरै न्युजहरू छन्। अब मान्छेले मारेको भए पो यसो अनुसन्धान गरेको जस्तो गर्नुहुन्थ्यो होइन। अब कतिले न्याय पनि पाउँछन् अनुसन्धान गर्दाखेरि मान्छेले मारेको छ भने। अब जनावरले मारेको छ भने त अब जनावरले मारेको हो के भएर जनावरले मारेको हामीले के गर्न सकिन्छ र त्यो रोक्न सकिँदैन भन्ने तरिकाले लिएको हो कि किनभने प्रशासनको यहाँ ध्यान त जानुपर्ने हो नि त। किनभने त्यति धेरै मान्छेहरूलाई मारिसकेपछि आक्रमण गरिसकेपछि अब त्यो जङ्गललाई कसरी लैजाने मान्छे नै जङ्गल मान्छेभन्दा ठुलो जनावर त हुन सक्दैन नि त होइन। जनावर पनि इम्पोर्टेन्ट छ। अब त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा त अब सर्वसाधारणको त होइन। त्यो भएको भएर चाहिँ 17 वर्षको एकजना नानीको मृत्यु भएको छ होइन। उहाँले भविष्यमा गएर के गर्न सक्नुहुन्थ्यो सायद देशको लागि धेरै गर्न सक्नुहुन्थ्यो होइन। उहाँले देशको लागि सोच्नुहुन्थ्यो तर एउटा भविष्यको कर्णधार नै गुमाउनु परेको छ नि त। उहाँको परिवारले कस्तो दुःख गरेर पालेको के सपना देखेर पालेको एउटा आफ्नो सन्तान है जन्माएको सन्तान गुमाउनु परेको छ। यसको लागि चाहिँ अब त्यहाँको मान्छेहरू त्यहाँको जुन प्रशासन छ उनले चाहिँ एकदमै ध्यान दिन जरुरी छ होइन। किनभने मान्छेलाई अब बाघले मार्यो अथवा जनावरले मार्यो केही पनि हुँदैन भन्ने तरिकाले चाहिँ लिनु हुँदैन। त्यो सायद त्यसरी नै लिइराखेको छ होइन। जनावरले मारेको हामीले के गर्न सकिन्छ भन्ने तरिकाले नै लिएको जस्तो देखिन्छ क्या।